साथीहरू आज हाम्रो स्मृति एक कम्पनीमा 7 दिवाली सुरु भइसकेको छ। यो दावनको हो र देख्न सफल हुनुहुन्छ बाजागाजाहरू, दमाहरू, भोकरहरू होइन। र अब अन्डाहरू उकालो लागिसकेको छ। 7 दिवाली भनेर भण्डारी बगाल, गाई बगाल, पोखरा बगाल, खड्गा बगाल लगायत जति पनि हुनुहुन्छ सबैजनाहरू, त्यसै गरी मत्रा बगाल पनि हुनुहुन्छ। सबैजनाहरूको नेतृत्वमा यो 7 दिवाली हुन गइरहेको छ। यस हाम्रो अङ्कलले लाइभ गर्दै हुनुहुन्छ। बाँकी भिडियो चाहिँ अन्तिमसम्म हेर्नुलाई यो भिडियो 7 मिनेट 34 सेकेन्ड 7 मिनेट 34 सेकेन्ड पोइन्ट टेनको छ है। ल हेर्न सक्नुहुन्छ। हाम्रो बाजेले हात लाउँदै हुनुहुन्छ। यो सुनिल स्मृति एक थुम्पाकीमा है। यदि प्रत्यक्ष आज लाइभ हेर्दै हुनुहुन्छ भने मेला हेर्न आउनुलाई नाच्दै जानुभएको छ। बुढाहरू चाहिँ जोसिला छन् क्या गाडी। ल हरियाली तोरीहरू फुलेको छ गाउँघरतिर होइन। कति राम्रो भ्युजहरू पनि छ है। हामी प्रत्यक्ष प्रसारणमा छौँ है। अब हाम्रो देउलीमा हाम्रा कान्छाको बाटल नाच्न लाग्छ है दमासँगै। ल हेर्नुहोस् हाम्रो देवाली चाहिँ अहिले हामी चाहिँ मन्दिर जाँदैछौँ है। चाहिँ बाटल नाच्दै गइराख्नु भएको छ। सबैजना देख्न सफल हुनुहुन्छ। साह्रै रमाइलो मेला पर्छ है। हेर्न आउनुहोला सबैजना। हरियाली ठाउँ सुन्दरताले भरिएको देश होइन हाम्रो देवाली पर्दैछ। दाइ आउनु भएको छ यहाँ। ल नाच्दै आउनु भएको छ। हाम्रा दाजुभाइहरूले सम्पूर्ण दाजुभाइहरूले कमेन्ट गर्नु होला। हामी देखाइदिरहेको छौँ अहिले यो हाम्रो भण्डारीको 60को देवाली हो। सम्पूर्णले हेर्नु होला। हामी प्रत्यक्ष प्रसारणमा छौँ। हाम्रो कान्छाबा हुनुहुन्छ यहाँ होइन। हाम्रो दाई पूजाहरू हो। हाम्रो भदै भाग्यमान हुनु होला। अब यहाँबाट जान्छ माथि। त्यहाँबाट यहाँबाट जान्छ छैन माथि। कसपछि जाने हो? लाइभ प्रसारण भइरहेको छ होइन। सम्पूर्णले हेर्नु होला है साथी हो। त्यो ग्रुपमा देखिन तपाईले माथि यस्तो हरियाली होइन सुन्दरता भएको देश। र मैले चाहिँ भिडियो गरेर हाल्दैछु होइन। सबैले हेर्नु होला। किन मान्छे कोही देखिन्छ नि त कोही आउनु यो भएन र यो लाइभमा बस्नु वान म्याच एकजनाले हेरे जम्मा ल हाम्रो कान्छा हुनुहुन्छ बाजे अनि त्यसै गरी भिडियो मेकरमा हुनुहुन्छ अङ्कल। बनाउँदै हुनुहुन्छ फेरि एकदम बाँकी अरे अहिले यसले फोटो भयो नि भेट्छ पुरा र मुख देखिन्न के हजुर। यहाँ हेरिरहनु भएको छ सम्पूर्ण। स्वागत छ। ल स्वागत छ। अहिले धेरै धेरै आउनुहोस्। हाम्रो यो थुम्पाकी घोडागाउँ सुनिल स्मृति गाउँपालिकाको हो होइन।
हाम्रो देवाली चल्दैछ, 60 को देवाली हो। आउनुहोस् हेर्नुहोस्, हामी थान मार्न जाँदैछौँ है देउता पुज्नलाई। प्रत्यक्ष लाइभ प्रसारण गरिदिइरहेको छु, हेर्नुहोस्। पछाडितिर पनि हाम्रो इष्टमित्र सबै आइरहनु भएको छ। जस यहाँनिर हाम्रो अङ्कल बाजे हुनुहुन्छ। अब थान बार्नको लागि चाहिँ हात हतियारहरू भनौँ यानि कि खुर्पाहरू हाँस्यहरू खुकुरीहरू गइराख्नु भएको छ। अङ्कलहरू त्यसै गरी बाजे हुनुहुन्छ। हाम्रो यहाँ शिवला कमार दाई हुनुहुन्छ होइन, यहाँ पनि खराब मान्छे हुनुहुन्छ होइन, तगडा हुनुहुन्छ। हामी दाजुभाइको भेट भएको छ अहिले। हाम्रो यो पर हाम्रो दाई ठुल दाई यहाँ पनि एकदम राम्रो मान्छे, गाउँघरको प्यारो। हाम्रो यहाँ दाई हुनुहुन्छ साइल दाई, यहाँ हकिकत गर्ने मान्छे हो। यति डराउनु हुन्न कसैसँग पनि होइन, डराउँदै डराउनु हुन्न हो त नि। हेर्नुहोस् ल, हाम्रो थुम्पाईमा देउली भइरहेछ, 60 को देउली। हामी अहिले थान बार्दै जाँदैछौँ। थान बार्न हाम्रो सम्पूर्ण दाजुभाइ तथा हाम्रो काका बाउ भतिजा भाइहरू सबै आउनु भएको छ। तपाईँहरूले चाहिँ अब लेख त्यहाँबाट धारबाङ थुम्पाकी यो भण्डारीपट्टिको देवाली हो भन्ने सबैलाई चाहिँ हेरिदिनु होला, सबैले लाइक गरिदिनु होला है। हुन्छ है, अब चाहिँ देखाइरहेको छु मैले तपाईँहरूलाई। हामी अब नजिक नजिक एरियामा पुग्दैछौँ। ल हेर्नुहोस्, प्रत्यक्ष भिडियो प्रसारण भइरहेको छ। हाम्रो भाइ अगाडि गएको छ, उयो युट्युबमा हाल्छ। ल हेर, बाजागाजासँग हेर कति रमाइलो छ। पछाडिबाट बेलुकाको चाहिँ तपाईँहरूलाई म देखाउने अझै बाँकी छ। बेलुकाको पनि देखाउँछु म तपाईँहरूलाई होइन। ल हेर्नुहोस्, म लाइभमा छु है अहिले, सम्पूर्णलाई देखाइदिन्छु। पछाडिबाट आइरहनु भएको छ। हामी भर्खर यो ठाउँमा आइपुगिरहेको छौँ। कतिजना पुग्यो? 5 जना मात्रै पुग्यो।